सिर्जनालाई छोडेर गए पनि हुन्छ। हाय मम्मी भात देसै रे चुचो कस्तो बिचमा बसेको फेल भयो भने फोन यसको गु खान्छु भने है यसले। सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई अनि स्वागत छ हजुरहरूलाई हाम्रो नयाँ ब्लगमा। आज हजुरहरूलाई अब थम्बनेल हेरेर अथवा टाइटल हेरेर थाहा नै पाउनुभयो होला, हाम्रो चाहिँ प्यारी फ्यात्ती साली चाहिँ घर फर्किँदैछिन् अनि अब उनको गुड न्युज पनि अब आउनेवाला छ, पक्कै पनि हजुरहरूलाई थाहा होला। र अब हजुरहरू सन्चै हुनुहुन्छ र हामी पनि सन्चै आरामको साथ चाहिँ यो भिडियो स्टार्ट गर्दैछौँ। अनि यहाँ आउँछ साली यहाँ आउँदा अब यहाँ यो चाहिँ अब अर्को भ्लग स्टार्ट भइसकेको छ हाम्रो चाहिँ। साली चाहिँ जाँदैछन्, हेलो भन नि त। अनि भ्लगर काम अब भिडियो हाल्छ कि त? अहिले हुन्न, अहिले बिजी छ सालीको, अहिले एकदमै बिजी सेड्युल छ। केमा छु गरे? किन? कारण ब्रेकअप। अनि केमा कस्तोमा टेन्सन भन्छौ तिमी? करियरको टेन्सन भन न ल। अनि यहाँ चाहिँ हाम्रो साउनी किन के बोल्नु भएन त? हेलो हाई पनि छैन। हेर्नु यिनले किन अरूलाई सोधेछौ कि साली? नै किन अरूलाई किन आफ्नो होइन होइन इक्जाम दिएको तिमीले अनि इन्टरभ्यू दिएको तिमीले अनि अरूलाई सोधेर हुन्छ त? त्यो भन न। अनि पढ्यौ कि नै त? नि चुप्प त लागेन त्यहाँ गएर। अनि फेरि तिमी ढुक्क छौ त? अनि किन अरूलाई सोधिरहेछौ त? अनि अनि तिमी पनि चुप इन्टरभ्यू दियो, चुप लाग्यो, मनमा राख के, सबलाई सोधेर किन गरिरहेको छौ? मनमा राख झ्याप्प। अनि जोस् बहिनी जापानको इन्टरभ्यू दिएर आइसकेपछि दिदीलाई के खुसी छ त? अनि दिदी पनि लग्न मिल्छ कि जापानतिर? अनि हामीलाई चाहिँ यो पसल किन बन्द राखेको भन्दाखेरि पसल गरे सटर यहाँ एकदमै धुलो आएको छ कि अन्त यहाँ बिहानदेखि कति बेला पोछा लगाइसक्यो तर पनि यस्तो फोहोर। अस्तिसम्म त मान्छेले यहाँ चप्पल खोलेर भित्र छिर्नुहुन्थ्यो सफा देखेर, अब त भ्लगमा अनि हाम्रो सिर्जु भ्लग पनि दाङ जाँदैछिन् के अरे, यता देखाउनै बिर्सेँ कि मैले। काली के यहाँ चाहिँ आत्ति सक्नु भएको छ, अब गाडी छ। हेर्न यो फ्यात्ते त मनमा गरे नै। तिमी कन्फिडेन्स छैनौ? कन्फिडेन्स छौ कि नै? अनि फेरि अनि आउँछ मेरोमा। अनि अब होइन यदि सोचेछौ भने एकचोटि नहोला दुईचोटि नहोला पासाङ लामु शेर्पा त वहाँ सगर चढेर भ्याइन् 3 चोटिमा। तिमी फेरि यहीँ फ्यात्तीको पैसा अड्केर ब्याङ्कमा भर्खरै गएर आए यिनीहरू चाहिँ। अनि सिर्जना चाहिँ यहीँ छिन्। अनि त्यसपछि के भन्छ नि तिमीलाई चाहिँ गाडी सिट कुर्नलाई गाडीमा आउनु लाग्छ तिनी। अनि अब हामी चाहिँ अगाडि बसेपछि अगाडि मात्रै गाडी छैन। ए तिमी एडमिटी सानो छौ, फेरि अर्को कोतरिहाल्थ्यो। हामी चाहिँ जाँदैछौँ। यता गराउँदा मोबाइल यताबाट त घामै घामा छ गाली, यताबाट गराउ। साथीहरू कुर्दा कुर्दा हैरान भयो, टाइममा त गाडी आउन्न। सिर्जनालाई छोडेर गए पनि हुन्छ। सानो इन्टरभ्यू दिउँ न त है। नाम? सन्दीप। कति वर्षको हुनुभयो? 22। महिनाको कमाइ कति छ? 60,000 महिनाको। ठेलाको इन्कम ठेलाको 60,000 छ। तपाईँहरू घरमा सुतिराख्नु। यहाँ मान्छे यहाँ सन्दीपले 60 के नाम? सन्दीपले 60,000 कमाछ यही गाडी हो खालि। तर तिमी केही मतलब छैन। ल थ्याङ्क यू। के उता गर्ने? बाई। कस्तो बिचमा बसेको त? रमाइलो खतम। साली जानु भनेको हल्का रमाइलो नरमाइलो हुनु प्रकारको हो कि। अब बुढीलाई नि साली र मतलब अहिले पो दाङ जाँदैछु, अब त झन् हेर्दै टाढो। म त बुझ्छु होला यार।
खुट्टी क्या हुँदै अर्को यही खुट्टी बाइक खुट्टी अनि त्यो स्कुटीमा चढ्न नहाल्नु न फोनु जिन्दगीमा यस्तो बिरबान निजेल त जान्न हो र जग्गा खानु न ल अब चाहिँ फेरि पनि स्वागत छ। हिजो चाहिँ हाम्रो साली गइन् के अरे, अब उता कहाँ कहाँ जानेछ। अब सालीको प्रोसेस भइसकेपछि चाहिँ अब कहाँ कहाँ मन्दिरहरू जाने काम चाहिँ रहेछ। हिजो साली गइन् र आज मम्मी जाँदै हुनुहुन्छ। यहाँ चाहिँ रेडी भइसक्नु भएको छ। अनि यहाँ अब छोड्न जाने भिड यहाँ चाहिँ भाइहरू आएको छन्। ल हेलो भनिदियो भाइहरू। यिनीहरू पनि हाम्रो जस्तै गोल्डन रिट्रिभर लभर रहेछन् कि हाम्रो पनि छ। अनि अस्ति भेटेको देख्नु होला नि, योभन्दा अगाडिको भिडियोमा लियो भनेर भन्थ्यौँ नि उनीहरू भाइहरूको। अनि हाम्रो चाहिँ यहाँ चिनिने। अनि अब चाहिँ मम्मी जाँदै हुनुहुन्छ। के हो धन्दै मोबाइल खसेको। अनि साला यहाँ कस्तो लागिरहेको त मम्मी जाँदा। अब दिदीले दह्रो कुट्छ के अरे मम्मी नभएपछि। अनि इक्जाम परीक्षा कस्तो भयो? भन टप 20मा आउँछु भन्थ्यौ त तिमीले। रिजल्ट त म हाल्ने होला नि त। काली ल तिमीले सोध त। यस्तो नगरिदिनु के म त लियो जस्तो खाप्छु हुन्न। भन् पास हुन्छस् कि पास मात्रै भयो। पास त हुन्छु यार। पास त हुन्छु। टप 20मा नआएपछि फोनिक्सको गु खान्छु भन्थ्यौ तिमीले त। हो कि नै? आउँछु। फेल भयो भने फोनिक्स फेल भयो भने फोनिक्सको गु खान्छु भने है यसले। गु र मुटु दुईटै खान्छु। अनि के रे बगचिन भात देसैलाई है यस्तो गरिदिनु न। नाटक पार्छ झन्। यस्तो गराइदिनु। पुरा चुच्चो लियोको मुखो यस्तो छ कस्तो राम्रो। ल जाम हिँड्नु न पानी लैजानु। मैले बिहान हाल्नेछु त मोर्नी गरेर कराउने बाटै छैन। मम्मी जाँदै हुनुहुन्छ दाग तुलसीपुर बजार। कति दाग जानुहुन्छ कि यो मम्मी जाँदै हुनुहुन्छ। गाडी पनि आयो। सिट छ कि है थाहा छैन। बाई मम्मी राम्रोसँग घुमेर आउनु होला। लड्किनु होला फेरि। बाई मम्मी पनि जानुभयो। हामी घर फर्किँदैछौँ। अनि के भन्छ न हजुर केही बुझेन क्या। एउटा थम्बनेल र एउटा मलाई अपलोड गर्दा के गर्नुपर्छ त्यो सिकाइदिनु होला बस। हस् सिकाउनुहुन्छ कि नै? सिकाउँछु। कहिले आउँछ? दोकान चिन्नु आउनु होला नि। दोकान चिन्नु यार म त दाइलाई चिन्छु, पदम दाइलाई, बाबुलाई सबलाई चिन्छु। फुर्सद भयो बेला आउनुला नि है। सिकाउनुहुन्छ? हामी चाहिँ जाँदै हम साथीहरू। ए बसरमा जाँदै हम। ओए बाबु सुस्तरी गर्छ त आइकिम खोरा आया दे ओ फोनी ये बोरै किन गराको जानला साथीहरू। आज चाहिँ साला म अनि ईश्वरी अनि फोनिक्स मात्रै छ। हजुर। अनि त्यसपछि अर्को कुरा कस्तो लागिरहेछ त मम्मी नहुँदा पहिलोचोटि। खिमा मिसी भन्थ्यो त अघि त। अघि त खिमा मिसी भन्थ्यौ त मम्मीलाई। अनि साथीहरू हो तिमीलाई नि मम्मी नहुँदा यस्तो भइरहेको छ नि। अनि हामी फर्स्ट टाइम मलाई 8:30 बजे घर आइसक्यौँ। किनभने यिनले फेरि मलाई अघिदेखि भन्दै आएको थियो कि मम्मी बिना यति बोर भयो पदम भनेर भन्दै आएको थियो। अरू नभएको केही पनि हुँदैन तर मम्मी नभए पनि चाहिँ कस्तो अर्कै हुँदैन। अनि अरू बना नि यिनले अघि न के भनेको थियो कस्तो मतलब हुन्छ नि ठुलो मान्छे नभएपछि कस्तो अनुभव हुँदो रहेछ मम्मी नभएर यस्तो झ्याउ लागेको छ भनेर भने। अनि आज चाहिँ फोनिक्स म अनि यसलाई होइन फेरि। अनि नै तिमीले यो सोच नि तिमी मम्मी नहुँदा यस्तो गर्छ। अस्ति तिमी पनि नाइ
मम्मी पनि नाइ साला पनि नाइ मलाई कस्तो भयो होला कि 2 रात कस्तो भयो होला त्यो सोच न त्यो सोच न ल अब चाहिँ साथीहरू फोनिक्सको चाहिँ बेडरुम यही हो मजाले पंखा चल्छ त्यो मजाले नुनु गर्छ यसको खाना ल्याइदिनु खोइ अनि साथीहरू हेर्नुभयो योभन्दा अगाडिको भ्लगमा साली गइन् त्यसपछि मम्मी जानुभयो अनि हाम्रो भ्लग त 1-2 दिन 3 दिन भइरहेछ अनि योभन्दा अगाडिको भिडियोमा चाहिँ सालीलाई मैले त्यो ईश्वर र मम्मीले प्र्याङ्क गरेको थियौँ त्यो चाहिँ एकदमै नराम्रो है मैले अब के सोचेर गरेको के अर्कै भयो के अनि म एकदमै क्षमा प्राप्ति छु साली अहिले पनि है सो सरी अनि अब जे जस्तो भयो मलाई माफ गरिदेऊ अबदेखि चाहिँ त्यस्तो गर्दैन भन्दै र आजको भिडियो यहीँ इन गर्नुपर्छ